लिन्छ। तर धेरै चाहिँ जुन यसरी चाहिँ एउटा चाहिँ जडिया भने जस्तो खालको भएर मान्छे वर्षौँ लिने कि त्यस्तो मान्छेहरूलाई चाहिँ त्यो अर्को रोग भएर पनि हुन्छ। पर्सनालिटी मान्छेको है, कसैको पर्सनालिटी कुनै खालको पर्सनालिटी भयो मान्छेले लियो भने छोड्नै सक्दैन। त्यस कारणले मेरो विचारमा चाख्नुभन्दा नचाख्नु नै बेस्ट भन्छु मैले त। जस्तै डाक्टर साहब यो रक्सी सेवन गरिसकेपछि अत्याधिक मात्रामा भइसकेको छ भने रक्सी खाने अनि शरीरको हातखुट्टा एकदम काम्ने, खुट्टा पनि काम्ने, उभिनै नसक्ने, लड्ने त्यस्तो देखिन्छ। अनि कतिपय व्यक्तिको चाहिँ कस्तो देखिँदो रहेछ भने रक्सी खाइरहँदाखेरि चाहिँ उसको शरीरहरू एकदम ठिक छ, रक्सी छोड्यो भने हातखुट्टा काम्न एक्ज्याक्टली तपाईँले भने यो समस्या चाहिँ यो यस्तो हुन्छ। हेर्नुहोस्, अब रक्सी लिन थाले सुरुमा धेरै जसो मान्छेले बेलुकै लिन्छन् अथवा बेलुका नै लिन्छ धेरै जसो। अब अलिकति कम खालको भएको लिन्छन्, बियर सेयर जस्तो चिज लिन्छन् है, पछि त्यसले धान्दैन, अलि कडा लिन्छन् है। पैसा छ भने अब अझै कडा खालको चाहिँ धेरै पर्सेन्टेज भएको भनौँ न, रम जिन के भन्छ होइन र, त्यो लिन्छन्। अलिकति लामो भएपछि फेरि पैसा धेरै हुँदैन, जुन लोकल खालको रक्सी लिन्छन् होइन। लिँदै जाँदाखेरि अब डोज त बढ्दै जान्छ। आज एक गिलास छ भने भोलि एक गिलास पुग्दैन, 1.5 गिलास हुन्छ, 2 गिलास हुन्छ, यसरी हुँदै जान्छ कि गर्दा गर्दै चाहिँ अनि चाहिँ ती मान्छेलाई यस्तो भइदिन्छ कि बिहान पनि लिनु पर्ने, नलिएन भने हात थर गर्ने है। फेरि 1 गिलास लिन्छन्, लिएपछि अलिकति घट्ने एकछिन अझै थर भइराख्ने हुन्छ। अथवा अझै लिएन रोकेर राखिदियो भने पुरै शरीरमा नुहाएको जस्तो पसिना आउने, हात हल्लिने यस्तो खालको भइरहेको हुन्छ। छोड्छु भन्छन् तर लिइराखेको मान्छे लियो भने सहिलो हुने, नलिँदा गाह्रो हुने हुन्छ कि। उसलाई छोड्नुपर्छ भन्ने पनि थाहा छ, छोड्छु भन्ने थाहा छ, तर यो नसा भएकोले लियो भने सहिलो हुन्छ, नलिए गाह्रो हुन्छ। त्यस कारणले हामीले के गर्छौँ, नलिए पनि सहिलो गराउने अवस्थामा चाहिँ उसलाई छोड्न मन छ, अब छोड्न खोज्यो उसले गाह्रो हुन्छ भने हामीले चाहिँ के गर्छौँ, त्यसको सट्टा अर्को औषधि दिन्छौँ। अनि उसले रक्सी नलिए पनि उसलाई सहिलै हुँदै जान्छ। गर्दै गर्दै लगेर हामीले चाहिँ त्यो औषधि घटाउँछौँ। अनि त्यसपछि अरू केही समस्या छ भने त्यसलाई पनि ट्रिट गर्छौँ र लास्टमा हामीलाई डाउट भयो यो मान्छेले छोड्न अझै गाह्रो छ भने एउटा चाहिँ खानै मन लाग्ने औषधि हुन्छ, छेक्ने औषधि हुन्छ, त्यो चाहिँ हामी स्टार्ट गरेर पठाउँछौँ। जस्तै रक्सी धेरै नै सेवन गरिसकेपछि चिकित्सकमा आउन त पर्यो छुटाउन। हजुर। त्योभन्दा अगाडि उसको परिवारको भूमिका चाहिँ कतिको हुन्छ? परिवारको पनि धेरै ठुलो भूमिका हुन्छ। किनभनेदेखि परिवारले अलिकति बुझेर समयमा ल्याइदियो भने निको बनाउनु पनि धेरै सहिलो हुन्छ। होइन भने त अब कलेजो बिग्रिरहेको हुन्छ, कहिले जन्डिस हुन्छ, अरू समस्या पनि यो धेरै मल्टी अर्गान मल्टी सिस्टममा असर हुन्छ कि रक्सीले गर्दाखेरि। ब्रेनदेखि लिएर त्यसपछि आएर चाहिँ कलेजोदेखि लिएर भनौँ न अब मुटुदेखि लिएर हरेक ठाउँमा असर गरिरहेको हुन्छ। त्यस कारणले टाइममा आएर छोड्यो भने फेरि सबै करेक्सन, टोटल करेक्सन हुन्छ। तर एकपल्ट सिरोसिस भयो भने म अब छोड्छु, मलाई निको होस् भन्दा निको हुँदैन, फेरि त्यस्तो छ। जस्तै मैले एउटा जिज्ञासा राख्न चाहेँ तपाईँसँग। हजुर। रक्सी खाएर बिग्रिएको मान्छेलाई पुनर्स्थापना केन्द्र, सुधार केन्द्रमा लैजाने प्रचलन छ। हजुर। उसलाई सुधार केन्द्र लैजाने कि हस्पिटलमा ल्याउने? हो, यो कुरा राम्रो कुरा भन्नु। यस्तो छ हेर्नुहोस्, अब मैले अहिले भने करिब 25 देखि 30-35% मान्छेहरूमा कोमोर्बिडिटी हुन्छ कि अर्को रोग पनि मिसिया हुन्छ हेर्नुहोस् होइन। त्यो कारणले तपाईँको चाहिँ अब त्यो मान्छेलाई 5 वर्ष